मेरो घर चाहिँ उता सिगल पनि छ नि, बिहार पनि छ नि। साथीहरूसँग भेटेको छ कि छैन होइन भन्छ। तनले त अब मनले भन्छ मेरो घर चाहिँ उता नगल थाहा छ? नगल कतातिर म ठ्याक्कै थाहा छैन। बाङ्गीमुरा अलि माथि। हजुर हजुर। त्यहाँ सिगल पनि छ नि, बिहार पनि छ नि। अहिले त कस्तो राम्रो राम्रो छ। अमोकले एकचोटि कतातिर हो त्यहाँ कतातिर कस्तो राम्रो छ। ए क्षेत्रपति उतातिर एकदम स्वयम्भू पुरानो स्वयम्भू। ए ओके। सबभन्दा पुरानो स्वयम्भू त्यो त्यहाँ उता हो होइन? त्यो के भन्छ त्यो ए ओके। सिगल काठे स्वयम्भू, तर त्यो माथिको स्वयम्भू जस्तै सेम त्यस्तै छ। अनि त्यहाँ स्कुल छ त्यो परिवार स्कुल भन्ने। अनि मेरो बाउले त पठाएको होइन म। अनि मै अब साथीहरू सँगसँगै जाने अब बस्ने। त्यो पहिला त मेसहरू पनि केही छैन, स्कुलमा बसेर होइन उ गर्ने। अनि ऊ सरले तिमी किन आएको भनेर, म पनि हेर्न आएको भनेर भने। अहिले खोइ त केही छैन। अब के ल्याउनु पर्छ नि सर भनेर, किताब ल्याउनु पर्यो भने। अब किताब त मेरो बाउलाई भनेपछि मेरो बाउले पठाउँदैन भनेर भने। अनि साथीहरूको किताब हुन्छ नि, अनि त्यो हेरेर अनि त्यो लेख्ने पनि चाहियो नि। अनि लेख्नु पनि छैन। अनि पहिला त त्यो कापी त्यस्तो छैन, कापी कलम भन्ने छैन। त्यो चक हुन्छ, चकमा। अनि पछि आएको चक, पहिला चाहिँ त्यो सल्लाह भनेको हुन्छ। बाबुहरू चाहिँ थाहै हुँदैन। थाहै छैन त्यस्ता। हामीलाई थाहा भएको भनेको चकहरुमा चाहिँ ब्ल्याकबोर्डमा लेखेको थियो नि। चक चाहिँ पछि आएको त्यो सल्लाह भन्ने हो। त्यो यस्तो त्यो के भन्छ, यस्तो यस्तो त्यो मार्बलको टुक्रा टुक्रा त्यो पातेर त्यसले त्यो सिलट भन्ने त थाहा छ होला नि त। त्यस्तो त्यो सिलट ल कसैले सिलट ल्याउँछ। अनि कसैले चाहिँ त्यो गोरो भन्ने त्यो हाम्रो चिना देखाउने जाने त्यो गुरुको हुन्छ नि, चिना लेख्ने काठको लामो, त्यसलाई गोरो भन्छ। कसैले त्यो गोरो पनि ल्याउँछ। अनि त्यो सिलट ल्याएपछि के भन्छ, ओहो उसले त सिलट ल्यायो भनेर ठुलो मान्यता त्यस्तो के। अनि हामीले त हाम्रो बाले त नपठाउने र किन्ने त परै जाओस् न होइन, किन्दैन। अनि यसो हेर्छ। अनि त्यही सिलट पनि त्यो लुकाएर कसको लिएको नि त हाम्रो घरमा त छैन, मेरो साथीको। पहिलातिर तपाईँको स्कुल भनेको कस्तो ओपन हुन्थ्यो कि कस्तो घरमा हुन्थ्यो कि अब कस्तो मन्दिरतिर हुन्थ्यो कि? होइन, त्यही सिगलमै हो, बिहारको सँगै। अहिले पनि छ त्यो परिवार स्कुल भन्ने, अहिले पनि छ। 72 सालमा भुइँचालो गयो होइन? 72 सालमा 72 छेपछि भूकम्प आयो। भूकम्प आएको अनि मलाई त्यो बेला भूकम्प आएको थाहा छैन। यो आर्यनको स्कुलमा प्रोग्राम शनिबारको दिन नि। अनि अमोक पनि छ। अनि त्यतिखेर अमोकले त मलाई छोड्दैन नि त, एक्लै म भएर नि। अनि हामी 4 जना गयो। अनि त्यो आर्यन गीत गाएर बच्चा बेलमा साह्रै नाच्छ हो। कस्तो मजाले नाचेको, त्यहाँ हेरेर बसेको। अनि त्यो भूकम्प आएर यो इमेज र अहिले पनि मैले त्यो के भन्छ त्यो भूकम्प आएको भने मैले सोचेको छैन। म त कस्तो भने हजुरलाई थाहा थियो कि थिएन भुइँचालो आउँदा त्यस्तो हुन्छ भनेर? सुन्नु भएको थियो कि? पहिला त्यो 18 सालको बेलामा त मेरो बजेहरूले भनेछ। अनि तैपनि अब मैले त्यो यस्तो भूकम्प आएको भने थाहा भएन। अनि म त अब बाहिर त्यो पछाडिको बच्चाहरू भागेर मेरो त्यो कुर्सी त्यो गरेको भन्ठानेको। अनि सबैजना भाग भयो। अनि के भयो भने भूकम्प आयो भनेर यसो त्यो कस्तो त्यो भनेपछि अहिले त्यो बाबुहरू पनि भाग्यो, आर्यनहरू पनि नाचिरहेको भाग्यो। अनि मलाई त सबैजनाले भागेर कुल्चिएर म त भुइँमा लडेको। अनि स्कुलमा बालुवा तार
प्रोग्राम प्रोग्राम भइरहेको भइरहेको थियो। थियो अनि मन्दिरा मन्दिरा भन्ने थाहा छ बारे होइन भाउजू आर्यनको आमा। ए अनि मन्दिरा चाहिँ बाबु भनेर बाबुलाई बचाउनु पर्यो नि त आफ्नो छोरालाई होइन हो नि हेर्न गयो। अनि म त अब अमक अमक भनेर अनि अमकले मा भनेर म त्यस्तो हुलमा मलाई खोज्न आयो के कहिल्यै बिर्सिँदैन बाबा त्यो। अनि म त उठ्नै नसकेर अनि अनि यो त यो खुट्टा त टेक्नै नसकेको एकैचोटि त्यो तलको त्यो हड्डी र मासु छुटेको रहेछ। ए अनि हस्पिटलाइज हुनुभयो कि कहाँ अब त्यतिखेर हस्पिटल अब अमोकले यस्तो दुई हातले समातेर त्यहाँ मेचमा बसायो। अलिकति कम हो कि होइन हल्लाएको छ होइन दिनभरि नि कति दिनसम्म हेरे। अनि त्यस्तो भएको अनि बिस्तारै म अब त्यहाँदेखि अब गाडी पनि पहिला अहिले पो त्यो ऊ छ के भन्छ गाडीहरू त्यो पठाउहरू छ अहिले पहिलाको त छैन नि त थिएन नि। अनि हामी अब बाबु मन्दिराले यहाँ समात्यो बाबुले यहाँ समात्यो त्यहाँ बालुवाटारदेखि बिस्तारै हिँडेर आयो फेरि यहाँ त हाम्रो घरमा त चक्राचुर टिभी पनि भुइँमा खसेछ दराजको त्यो ग्लासहरू सबै भुइँमा खसेछ सबै बर्बादै भयो नि त सबै। कस्तो डर लागेको थियो हजुरलाई डर त के हो हुन्छ डर त त्यति लगेन होइन मान्छेहरू त्यो देखेर कति मान्छेहरू त घरहरू पनि ढलेको थियो नि त आफू सबभन्दा आफू त्यो मेन भयो नि घरको होइन सुरक्षित त गर्नुपर्छ। अब आफू नै डर यस्तो भएपछि ल बच्चाहरू त सानै छ बच्चाको अगाडि कहिले पनि यस्तो भन्न पनि हुँदैन डराउने कुरा पनि गर्न हुँदैन। बच्चाहरूको छेउमा आफू पनि अझै ऊ भएर बस्नुपर्छ बच्चाहरूलाई त अलिकति त्यस्तो बेला त झन् अलिकति माया मायाले ऊ गर्नुपर्छ त्यो आर्यन त ऊ कस्तो मलाई त अहिले पनि झलझली आउँछ ऊ आएपछि उसको बेलामा त्यस्तो भएको भनेर। त्यस्तो भएर सबभन्दा हामीले ठुलो अघि मैले भने नि साथीहरूसँग भेटेको छ कि छैन होइन भने सबभन्दा साथीहरू पनि चाहिन्छ बाबु होला। अनि सबभन्दा मैले के एउटा ठुलो थाहा छ भनेर भनेको अहिले पनि सोचेको छैन मैले भनेको सबभन्दा चाहिने हामीलाई बुद्धि हो कि होइन बुद्धि हो। बुद्धिले अब यसो एक्लै बसे पनि अब यसो गरेर अब के गर्न पर्छ कसो गर्न पर्छ भनेर बुद्धि खेलेर काम गर्न पर्छ होइन। अनि त्यसो गरेपछि राम्रो पनि हुन्छ अनि अरूलाई पनि त्यो भन्ने आउँछ नि त यसो गर्ने भनेर नि भन्ने आउँछ। सबभन्दा हामीले चाहिने बुद्धि नै हो कि होइन। बुद्धि बिना बुद्धि धेरै तर बुद्धि कतिको त अब बुद्धि त फेरि कस्तो हुन्छ भन्दाखेरि अब दिमाग त नर्मली कतिको त आउँदैन क्या कतिलाई थाहै हुँदैन पछि बिस्तारै आउँछ नि त। त्यही त आउँछ म त्यही भनेको हो नि त बिस्तारै त्यही बुद्धि नि अरूसँग पनि यस्तो गरे हामीले गर्न लगाएको अब के हुन्छ कसो हुन्छ भन्ने सल्लाह सुझाव दिने अनि अरूले पनि भन्छ अनि त्यो पनि कुरा सुनेर काम गर्ने काम मात्रै गर्ने भनेर आँटेर पनि गर्नु हुँदैन भनेर भनेको कि मैले। अनि त्यसो गरेपछि सबैले साथीहरू मिलेर गरे भने मिलेर गरेपछि साथीहरू आफ्नो मिल्ने साथीहरूसँग मिलेर गरेपछि उनीहरूले अब यस्तो गर्ने साथी हुन्छ अब मैले भनेको तिम्रो के छ विचार भनेर साथीले पनि सोध्छ नि होइन। सोधेपछि हुन्छ काममा हुन्छ भन्छ ए हुँदैन साथी यो गरेपछि यस्तो हुन्छ भन्न पनि सक्छ होइन। अब त्यो बेलामा कस्तो काम गर्ने हुन्छ नि त त्यो काम हेरेर कुरा आउँछ है। अब त्यस्तो त्यही भएर अब काम मात्रै गर्ने आफूले एक्लै काम गर्ने यो पर गर्ने त्यहाँदेखि कहिल्यै त्यो नसोच त्यो सोच्ने हुँदैन। म अमकलाई पनि त्यही भन्छु
मिलेर गर्ने हैन मिलेर गर्ने गऱ्यो आफूलाई त्यो के छ मनमा त्यो भन्ने भने मलाई यसो यसो भएछ अब के गर्न पर्यो भनेर सोध्ने सोच्ने त्यो बच्चाहरूसँग पनि सोच्न पर्छ के बच्चाहरूको पनि कुरा कहिले कहिले राम्रो हुन्छ बुद्धि पनि हुन्छ बच्चाहरूको बच्चा भएर हेप्नु पाउँदैन किनकि सबैले अब हाम्रैसँग भएको नलेज हजुरसँग भएको नलेज धेरै फरक छ नि त हजुरले अनि त्यही भएर अब कुरा भने लुकाउनु पनि हुँदैन अब लुकाउने कुरा चाहिँ मान्छे कस्तो हुन्छ भने यतिकै त्यो मनमा धेरै कुरा खिलाएको छ नि आफै घुसघुसै हुन्छ क्या हो त्यही त त्यही भने त्यस्तो गर्ने मान्छे हेरेर थाहा हुन्छ मैले त हो अनि यहाँ यो टोलको सबैजनाले मलाई तपाईँको आशीर्वादले मेरो छोरीहरू बाहिर जानु पायो भनेर कतिजना खुसी भइसक्यो यो यो घर किनेर बसेकोमा पनि अमोकसँगै स्कुल जाने रहेछ ग्यालेक्सी अनि त्यो दुवैजना बाहिर गयो अमेरिका गयो अब आफूले चाहिँ नि भित्रदेखि भनेको चाहिने राम्रो हुन्छ के त्यही त आफूले चाहिँ अब मनदेखि नै राम्रो गर्ने पछि बिस्तारै राम्रो हुँदै जान्छ नि त सबै कुरा ढिलो चाँडो कुरा मात्रै त हो नि त्यो हो अनि त्यही भएर अब काम राम्ररी गर बाबु होइन काम भने पछिसम्मलाई चाहिन्छ होइन आफ्नो अब अहिले त अब एक्लै हो अनि पछि भ्याग्रेपछि त बच्चालाई पनि त काम लगाउनु पर्यो नि त बुद्धि दिनु पर्यो सिकाउनु पर्यो पहिला आफूले सिकेपछि पो सिकाउन सजिलो हुन्छ आफूले थाहा भएपछि बुझाउन सजिलो हुन्छ नि त त्यही त अनि त्यसको लागि अहिले नै गर्नुपर्छ त्यही गर्नलाई पनि अब सोचेर यो गरेपछि के हुन्छ भनेर अरूसँग पनि मैले यसो यसो गर्न लागेको साथीहरू भनेर नि त्यही भएपछि एकदमै पहिलाको जेनेरेसन र अहिलेको जेनेरेसन धेरै फरक भयो के त्यो त महँगी पनि निकै बढे जस्तो लाग्यो पहिलातिर र अहिले त कति धेरै सुनको भाउ कति बढेको अहिले 3 लाख पुगेछ सुन 3 लाख पहिला त हामी त थाहा भए अनुसार कति जति थियो पहिला मेरो पालोमा त मेरो बिहा गरे बेलामा त अरे 600 तोला 600 अहिले 600 तोला छ अनि पहिलाको जमानामा त पैसा महँगो छ नि त धेरै महँगो छ नि पैसा त्यही भने अहिले पैसा कति सस्तो भयो क्या 1000 रुपियाँले त एक दिन पनि राम्रोसँग पुग्दैन नि तर कहीँ बाहिरतिर गएर खायो भने सकिहाल्यो एकछिनमा सकिन्छ 1000 रुपियाँ त एकजनालाई मात्रै ठिक्क हुन्छ तर अब आफ्नै मन पर्ने खाएपछि त त्यति पनि पुग्दैन फेरि होइन अब त्यो के भन्छ अब आफू नै त्यो मोटरसाइकलमा गयो भने ठिकै छ गएन भने फेरि अब पठाउ ल्याएर फर्काउनु पर्यो जाँदा आउँदा गर्दै पैसा त धेरै खर्च हुन्छ चाहिन्छ अब त्यो पनि हो तर चाहिँ नि अब पैसा भन्ने अब ठाउँमा मात्रै खर्च गर्ने नचाहिने ठाउँमा खर्च गर्नु भएन त्यो भएन के पैसा भन्ने अलिकति भए पनि पैसै हो बचाउने चाहिँ बानी सिकाउनु पर्छ कहिले कहिले रमाइलो पनि गर्नुपर्छ हामी जिन्दगी हो नि त त्यो रमाइलो गर्ने राम्रो लाउने होइन त्यसलाई नै हामी बाँचेर उ गर्नुपर्छ भगवान पनि पूजा गर्नुपर्छ सबभन्दा आफ्नो जन्म दिएको आमालाई पूजा गर्ने हो सबभन्दा आमा बिना अरू कोही हुँदैन अब मलाई त त्यस्तो लाग्छ सबैलाई लाग्छ कि आमा भन्ने ठुलो छ नि जगतको आमा भन्छ हाम्रो पृथ्वी धरती माता आमा त्यस्तो जे गरे पनि जे भने पनि मेरो बच्चा भनेर आफूले खाए पनि नखाए पनि अलिकति मेरो बच्चा आउँछ भनेर मायाले राख्छ होइन सब यो यस्तो आमा चाहिँ अब के भन्ने है अब भनौँ भने अब अरूलाई त्यो ऊ चोट पर्छ कसैको चाहिँ त्यस्तो हुँदैन नि त हुँदैन नि सबै हुँदैन नि है आमा भनेर मात्रै हुँदैन कसैको हुँदैन कस्तो मलाई त यो फेसबुकमा देखेपछि त मलाई त कस्तो रुन मन लाग्छ कि त्यो अब त्यो बच्चा अब
1 वर्षको बच्चा फालेर त्यस्तो गरेर गर्छ बच्चाले नि के है। बच्चाले के चाहिँ गर्छ र के चाहिँ थाहा हुन्छ केही थाहा हुँदैन। अब त्यस्तो बेवकुफ आमा हो नि त्यसलाई आमा भन्दैन है। त्यस्तो गर्छ। अब हामी पनि त आमा हो नि त। अब आमा भनेपछि अब हजुरआमा भनेपछि अब मै हुँ। म त तगडा भएरै बस्नुपर्छ होइन। अब कोही छैन अब के गर्ने। अब मेरो अब बाले पनि मलाई जिम्मा दिएर जानुभयो बाबाले होइन। त्यही भएर कहिले कहिले एक्लै बसेपछि रुन मन लाग्छ। हे अनि आफैले म थाम्न सक्छु के। म त अब सबै हेर्नुपर्छ म त हेरेरै देखाउँछ भनेर हार्दैन कि मन हार्न हुँदैन सबभन्दा। अब त्यतिखेर अब म धेरै परेपछि म त एकदमै म त ठुलो मान्छे बन्छ कि क्या हो भनेर पनि सोध्छु। अनि त्यो बाटो बनाएर त्यसो गरेपछि अनि हामीलाई त्यो के बिदा भण्डारीले सँग त्यहाँ उसलाई बोलाएर उद्घाटन गर्न लागेको थियो। बिदा भण्डारीले कस्तो माया गरेको मलाई हात समातेर यहीँ त्यो माथि त्यो गेट बनाएर उता लगेर त्यस्तो। अब मेरो अनि 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 उसले त्यहाँ अलि गरेको चाहिँ ऊ त्यो अहिले त्यो कलेज छ नि सफ्टवेयरका कलेज त्यहाँ ऊ गरेको भाषण दिएर यही सफ्टवेयरका अनि त्यही भाषण गरेर बिदा भण्डारीले सबै गरेर मलाई त्यो ऊ पुरस्कार दियो। त्यस्तो भनेको के गर्नुपर्छ के सबभन्दा आँट आउनु पर्यो। त्यो पढेर मात्रै हुँदैन नपढेर मात्रै हुँदैन। सबभन्दा ठुलो हाम्रो आँट आउनुपर्छ बुद्धि हुनु पर्यो गर्नेलाई। आँट आएपछि बुद्धि पनि पछि अगाडि आफैले यसो गर्नुपर्छ भनेर मन हार्ने हुँदैन कि। मनले सबभन्दा जित्ने मन हो हाम्रो। मनले तनले भन्छ मनले भन्छ गर भन्छ तनले भन्छ नगर भन्छ। त्यो भनेको के मन आफूमा त अब एउटा केही काम गर्नको लागि अब हुन्छ नि। तनले के भन्यो तनले त अब मनले भन्छ गर मन भन्नाले आफ्नो मन भयो। तन भन्नाले धन भन्नुभएको होइन। धन होइन। जस्तै त्यो मनले अब यो अब सफा गर्न पर्यो अब गर्नुपर्छ हेर यो पर्छ भनेर मनमा सोच्छ होइन। तनले भनेको हाम्रो यो अल्छी हे होस्। मनले भन्छ गर तनले भन्छ नगर त्यस्तो के। अब फेरि आँखाले देखिरहेको छ यो मन हो। आँखा र सबभन्दा मन भने आँखा हो। आँखाले देखिरहेको छ होइन। यो धुल मनले त कहाँ देख्छ नि देख्दैन। आँखा हो तन मन धन आँखा। अनि मनले चाहिँ ए नगर्ने भोलि गर्छु भनेको त्यस्तो हुन्छ। तन मन धन लाएर गर्नुपर्छ भन्छ नि केही कामहरू गर्दाखेरि। अब धन त अब मन र मन भएपछि धन त आफै आउँछ। गरेपछि त आइहाल्छ धन त होइन। सबभन्दा मनै हो धन गर्ने नगर्ने विचार जे गरे पनि आफ्नो सोचाइले विचारले गर्नुपर्छ भनेर भनेको। मेहनत गरेको छ भने त मेहनतको पैसा कहिल्यै ऊ हुँदैन रहिरहन्छ के। कसैले पनि चोर्ने पनि सक्दैन बाबु। अब मेरै नि 2 वर्ष अगाडि मेरो दसैँमा त्यो पौषमा त्यो जमरा रोपेको दिनमा म त्यो के भन्छ टपोरी छ नि टपोरी जमरा रोप्नलाई टपोरी पात त्यो किन्न गएको। अनि त्यो किनेर आएर अनि त्यो लड्डु किन्न गएको गणेशलाई। लड्डु किनेको बेलासम्म पैसा छ त्यहाँ पैसा दिएर आएको म सेको पैसा दिएर आएको। अनि त्यो टपरी किन्नलाई भनेर पैसा दिएको त 1000को मेरो पसै छैन भने
पैसा पनि छैन पर्स पनि मेरो पर्स कहाँ हरायो भने फेरि म लड्डु किन्ने ठाउँमा फर्केर त्यहाँ गयो म यहाँ मेरो पर्स छुटेछ यहाँ भनेर भने छैन आमा भन्यो ल त्यसमा चाहिँ मेरो 1000 को पैसा पनि छ ल अब के गर्ने ल म भर्खरै आएको भने अनि त्यहाँ ऊ यही घटी खोलामा अनि त्यहाँ बाबु जस्तै त्यहाँ ऊ सेल किन्न आएको लाइनै छ जेरी सेल टाटै छ के किन्न आएको छ अनि के भयो अनि त्यहाँ चिनेको एकजना पनि देख्यो मलाई आन्टी के भयो भने बाबु हेर न मेरो भर्खरै मेरो यहाँ लड्डु किन्न आएको बेलमासम्म पर्स थियो अहिले त्यहाँ तपाईहरु किन्न भने पैसा दिनलाई खोजेको त पर्स छैन बाबु भनेर अनि अनि उले चाहिँ मेरो पर्स त्यहाँ खसेको चाहिँ देखिरहेछ मोटरसाइकल तन्नै छ त्यहाँ अनि मैले चाहिँ यो पर्स मेरो हराएको चाहिँ नि मैले देखेन अनि उले चाहिँ कालो पर्स हो आन्टीको भन् हो बाबु भनेर भने ऊ त्यही छ भन्यो मोटरसाइकलको मोटरसाइकल त्यहाँ पर्स यहाँ अनि त्यो त्यसमा चाहिँ अरूले पुलिसले पनि गयो त्यो खोलेर पनि राखिसक्यो अनि अरूले कति पैसा छ मेरो 1000 छ नि त्यहाँ म पसललाई आएको अब कति पैसा भन्ने 1000 छ त्यहाँ भनेर अब त्यहाँ कुल्चेर गइसक्यो होइन अब छैन तपाईको पैसा भन्ने अरूले छैन पर्स मात्रै खाली होला भनेर अनि मैले अब मनमा मेरो पैसा त कसैले के पनि गर्न सक्दैन मेरो पैसा हो भनेर यसो समातेर यसो खोलेको त त्यो चेन त खोलिसक्यो अनि जुत्ता छ त्यसमा मुख जुत्ता छ अर्को चेन खोलेपछि त 1000 को यतिकै छ अनि मैले सबैजनालाई ल हेर बाबु पैसा मेरो हुँदैन भनेर भने होइन कुल्चे छ फेरि त्यही त भने जुत्ताले कुल्चे छ अनि सबैजना टुवापेर अनि मैले न हेर बाबु यो मेरो हिसाबको कमाइ हो मेरो छोराहरूले हिसाब गरेर मलाई पठाएको हिसाबको कमाइ कसैले खान सक्दैन बाबु भने उनीहरू त भने जिल्ल अनि कसै चाहिँ 1000 को रहेछ ल लिनु पर्ने भनेर मनमा पनि सोच्छ नि हो नि सोचिहाल्छ नि अनि त्यो पर्स म खल्टीमा ल्याएर म सुरसुर आएर त्यो टपरी किनेर पैसा दिए अनि कहाँ पायो पर्स अब त्यही पायो भनेर भने बाबु त्यो मेरो 1000 को पैसा छ हिसाबको कमाइले कसैले खान सक्दैन बाबु त्यही भएर त्यो फासाम फुसुङ गरेर पैसा कमाउनु होइन आज कमायो भोलि सकिन्छ यो हिसाबको कमाइ गरेर पैसा कमाएको कहिल्यै अर्को हुँदैन आफ्नै हुन्छ भनेर भनेको अनि हो आमा हो भनेर सबैजना जिल्ल भयो त्यसै आफूले नि मेहनत गरेर कमाएर अरूलाई खुवाउने भनेर मनमा सोचेपछि भगवानले यतिकै काम पनि राम्रो दिन्छ होइन काम राम्रो दिएपछि त आफूलाई राम्रो भयो नि त त्यही त काम गर्ने अगाडि भगवानलाई सम्झिनु पर्छ भगवान मेरो काम यस्तो गर्न लागेको मलाई राम्रो होस् सबैको चाहिन्छ मलाई साथी भनेर नि भगवान मनमा पुकाउनु पर्छ कि सब भन्न अब भगवानले गरेर त हामी यस्तो सृष्टि भएको नि त हो कि होइन त्यही भएर खाने अगाडि पनि मनमा भगवान सोच्नु पर्छ कर्नामे भन्ने थाहा छ है मचिन्द्रनाथ अब हामीले कर्नामे भन्छ नि त मचिन्द्रनाथ सेतो मचिन्द्रनाथ रातो मचिन्द्रनाथ अन्ध उत्पादन गर्ने त्यो रातो मचिन्द्रनाथ अनि सेतो मचिन्द्रनाथ चाहिँ सबै हामीलाई रक्षा गर्छ अमोकले त्यो ऊ गरेर तान्ने के त त्यो रथहरु तान्दाखेरि हैन हामीलाई रक्षा गर्ने राम्रो पार्ने सेतो मचिन्द्रनाथ रातो मचिन्द्रनाथले त पहिला यहाँ त त्यो ऊ धानै छैन नि त त्यो धान रोप्छ हजुर सबै खाली यता यही सबै नै सबै हाम्रो काठमाडौँमा सबै हाम्रो कति नै त्यो देश छ सबै नै धानै हुँदैन के सबै खाली त्यस्तो अनि त्यस्तो हुँदै अनि राजालाई
त्यो झाली पिटेर उम्, प्रजाहरू पहिला त राजा र प्रजा उति उति हो नि त कति माया गर्छ मल्ल त्यो बेलामा त मल्लहरूको पालो हो नि त हजुर है मल्ल अनि राजा अनि त्यो पुरेत अनि मर्जन त्यो ज्यापु भन्छ नि हजुर हजुर ज्यापु अनि तान्तर गुर्जो हजुर तान्तरले तानेर अनि त्यो त्यो भगवान् बुद्ध यो कर्णाले लिन जानुभएको नि त त्यसपछि चाहिँ अनि अलि राम्रो हुँदै आयो त्यसपछि यस्तो छ के बाबु अब पहिलाको र अहिलेको र अब धेरै फरक भयो नि होइन जेनेरेसन धेरै फरक भयो त्यही भएर अब आफ्नोले आफ्नै खुट्टाले राम्रोसित उभिएर देखाउनु पर्छ गर्नु चाहिँ पर्यो गर्नुपर्छ राम्रो हुन्छ पिर मान्नु पर्दैन राम्रो नआत्तिकिन गर्नु पर्यो नआत्तिकिन गर हजुरमाको आशीर्वाद शिलमा दुवैजनालाई होस् होइन राम्रो हुन्छ मैले पनि त अब राम्रो भएको हेर्न पाइन्छ नि त हो नि मेरो हुन्छ बाउहरूले बिस्तारै हुन्छ गरेको काम त धेरै राम्रो भयो सबैजनाले ल तिमीहरूले गरेको काम हाई हाई भन्न पाओस् सबैजनाले राम्रो छ अझै भइहाल्छ नि माथि माथि जान पाओस् हुन्छ त्यही हो राम्रो हो